शक्तिको पृथकीकरणको सिद्धान्त भनेको के हो? इन्ट्रोडक्सन। राजनीति शास्त्रमा यसलाई अङ्ग्रेजीमा थ्योरी अफ सेपरेसन अफ पावर्स भनिन्छ। फ्रान्सेली राजनीतिक विचारक मोन्टेस्क्यूले सन् 1748 मा प्रकाशित आफ्नो प्रसिद्ध पुस्तक द स्पिरिट अफ लजमा यो सिद्धान्तलाई व्यवस्थित रूपमा प्रस्तुत गरेका थिए। यो सिद्धान्तको मुख्य मर्म के हो भने सरकारको हातमा अत्यधिक शक्ति हुनु हुँदैन र त्यो शक्ति एउटै ठाउँमा केन्द्रित भयो भने शासक निरङ्कुश र स्वेच्छाचारी बन्छ। मोन्टेस्क्यूका अनुसार नागरिकको स्वतन्त्रता रक्षा गर्न र सरकारलाई निरङ्कुश हुनबाट जोगाउन सरकारका तीनवटै मुख्य कार्यहरू अलग अलग निकाय वा अङ्गद्वारा सम्पादन गरिनुपर्छ। 2. सिद्धान्तका मुख्य 3 स्तम्भहरू 3 पिलर्स। लौ त साथीहरू, अब नोट गर्नुहोस्, यो सिद्धान्त अनुसार सरकारका 3 अङ्गहरू र तिनका कार्यहरू यसरी स्पष्ट रूपमा बाँडिनुपर्छ। व्यवस्थापिका लेजिस्लेचर, यसको काम केवल देशको लागि आवश्यक कानुन निर्माण गर्ने मात्र हुनुपर्छ। कार्यपालिका एक्जिक्युटिभ, यसको काम व्यवस्थापिकाले बनाएको कानुनलाई देशमा लागू गर्ने र दैनिक प्रशासन चलाउने मात्र हुनुपर्छ। न्यायपालिका जुडिसियरी, यसको काम कानुनको सही व्याख्या गर्ने र कानुन उल्लङ्घन गर्नेलाई दण्ड दिने अर्थात् न्याय सम्पादन गर्ने मात्र हुनुपर्छ। यो सिद्धान्तले भन्छ कि कानुन बनाउने मान्छेले नै त्यो कानुन लागू गर्ने र आफैले न्याय गर्ने अधिकार पायो भने देशमा लोकतन्त्र र नागरिक स्वतन्त्रता समाप्त हुन्छ। त्यसैले यी तीनै अङ्गका व्यक्ति र कर्मचारीहरू पूर्ण रूपमा अलग हुनुपर्छ र कसैले कसैको काममा हस्तक्षेप गर्नु हुँदैन। 3. नियन्त्रण र सन्तुलनको सिद्धान्त चेक्स एन्ड ब्यालेन्सेस। शक्तिको पृथकीकरणको सिद्धान्तलाई व्यवहारमा उतार्न यससँगै अर्को एउटा परिपूरक सिद्धान्त जोडिएर आउँछ जसलाई नियन्त्रण र सन्तुलनको सिद्धान्त थ्योरी अफ चेक्स एन्ड ब्यालेन्सेस भनिन्छ। यदि तीनवटै अङ्गलाई पूर्ण रूपमा स्वतन्त्र र अलग छाडिदिने हो भने उनीहरू आफ्नो क्षेत्रमा निरङ्कुश बन्न सक्छन्। त्यसैले एक अङ्गले अर्को अङ्गलाई निश्चित संवैधानिक सीमाभित्र रहेर नियन्त्रण गर्ने र शक्तिको सन्तुलन कायम गर्ने व्यवस्था मिलाइन्छ। उदाहरणका लागि नेपाल वा अमेरिकाको सन्दर्भमा कार्यपालिका प्रधानमन्त्री राष्ट्रपतिले मनपरी काम गरेमा व्यवस्थापिका संसदले अविश्वासको प्रस्ताव वा महाअभियोग लगाएर हटाउन सक्छ। व्यवस्थापिका संसदले संविधान विपरीत गलत कानुन बनाएमा न्यायपालिका अदालतले त्यसलाई बदर वा खारेज गरिदिन सक्छ। न्यायपालिकाका न्यायाधीशहरू नियुक्त गर्ने काम कार्यपालिका र संसदको सहमतिमा हुन्छ। यसरी तीनै अङ्गहरू एक अर्कासँग जोडिएर शक्तिको सन्तुलन कायम राख्छन्। 4. निष्कर्ष कन्क्लुजन। क्लासको अन्त्यमा निष्कर्षमा भन्नुपर्दा शक्तिको पृथकीकरण र नियन्त्रण तथा सन्तुलनको सिद्धान्त आधुनिक लोकतन्त्रको मेरुदण्ड हो। यसले राज्यमा कानुनको शासन रुल अफ ल कायम गर्न, शासकहरूलाई निरङ्कुश हुनबाट जोगाउन र हामी नागरिकहरूको मौलिक हक अधिकारको रक्षा गर्न ठूलो मद्दत पुर्याउँछ। ल त साथीहरू, आजको क्लासमा हामीले शक्तिको पृथकीकरणको सिद्धान्तका बारेमा बुझ्यौं। परीक्षामा यो प्रश्न सोधिँदा मोन्टेस्क्यूको नाम सरकारका 3 अङ्गका कार्यहरू र नियन्त्रण तथा सन्तुलनको उदाहरण दिन नबिर्सिनुहोला।